हजुर ल सबैजनालाई नमस्कार छ। के गर्दै हुनुहुन्छ? आज हामीले जाडो दिन परेको भएर पुरी बनाएर खाउँ भन्ने सल्लाह भयो। त्यो भएर यहाँ पिठो बनाउँदैछौँ। हातले बनाउँदाखेरि एकदम मोल्नुपर्ने, धेरै टाइम लाग्ने। त्यो भएर एउटा यो निन्जा किचनबाट एउटा यो पिठो मोल्ने मेसिन लिएर आएको। यसले चाहिँ छिटो र थोरै टाइममै गर्ने रहेछ। यहाँ यी मेरो बुढीले यहाँ पिठो अनि अलिकति घिउ तेल अनि थोरै सुजी के मिसाएर यहाँ पिठो तयार बनाउँदैछिन्। अब यो पिठो तयार भइसकेपछि चाहिँ हामीले अब टक्क लाएर पुरी बनाएर खाने। अलिकति वेदर चिसो, बाहिर अलिअलि हिउँ पनि परेको छ आज। र अब यो तपाईँहरू कतिजनासँग यो मेसिन छ पनि होला। यदि छैन भने यो अनलाइनबाट नि किन्न पाउँछ। निन्जा किचनबाट किन्न पाउँछ। हामीले त्यहीँबाट लिएको। यो अब एमाजन अथवा अरू वालमार्टहरूतिर पनि पाउँछ होला। अब यहाँ टक्क एकछिन यसलाई लगाइसकेपछि धेरै टाइम राख्नु पर्दैन। यहाँ अब यहाँ हेर्नुहोस्, यो मेसिनले पिठो मलिरहेछ। अब एकछिनपछि यो रेडी हुन्छ। यो 2-3 मिनटमै पिठो रेडी हुन्छ अनि एकदम सफ्ट नरम पनि हुने रहेछ। यो हामीले अब पुरी त्यहाँमाथि सुक्खा रोटी, धेरै त हामीले अब बेलुकातिर धेरैजनाले सुक्खा रोटी खाने बानी पनि छ। त्यो गर्ने मान्छेलाई त यो एकदम धेरै सजिलो हुन्छ। यो तपाईँहरूलाई नि यदि रोटी खाने बानी छ, रोटी मनपर्छ भने यो मेसिन एकदम सही छ। ल यो एकदम रोटी सफ्ट पनि हुन्छ अनि छिटो पनि हुन्छ, हात पनि नदुख्ने। अनि पिठो रेडी भएपछि त अब त्यति रोटी बनाउन त्यति गाह्रो पनि भएन। अब यहाँ रेडी भइसक्यो। यो रेडी भएर यसलाई हामीले पहिला पनि अलिकति एक फेरि पहिला रेडी भइसकेको छ। अब यसमा यहाँ मिसाएर टक्क यसलाई एकछिन राख्ने। एकछिन राखिदिएपछि अनि यसको लागि हामीले पुरी बनाएर खाने हो। ल यो तपाईँहरूलाई आज यो मेसिन पनि पाउँछ। तपाईँहरूसँग यदि छैन भने यो मेसिन लिएर राख्न सक्नुहुन्छ। यो कति $99 अथवा $99 प्लस ट्याक्स समथिङमा मैले यो किनेको। यो त्यति महँगो पनि छैन है यो। ल भिडियो हेर्नुभयो, कस्तो लाग्छ के लाग्छ कमेन्ट गर्नु होला। अनि धन्यवाद सबैजनालाई।